यो केवल एउटा जनावरको बच्चाको कथा मात्र होइन, बरु यो त प्रकृति, मातृत्व, एक्लोपन र मानवीय संवेदनाको निकै गहिरो मार्मिक संगम हो। आमाले तिरस्कार गरेपछि मृत्युको मुखमा पुगेको पञ्चले कसरी एउटा पुतलीलाई आमा मानेर आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्यो भन्ने पञ्चको वास्तविकता निकै प्रेरणादायी र मर्मस्पर्शी छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी जापानमा बेसहारा बनेको एउटा सानो बाँदरले कसरी दुनियाँको आँखाबाट आँसु बगाइरहेको छ, आज हामी यसैको बारेमा विशेष चर्चा गर्नेछौँ। प्रकृति जति सुन्दर र मनमोहक देखिन्छ, यो केवल एउटा जनावरको बच्चाको कथा मात्र होइन, बरु यो त प्रकृति, मातृत्व, एक्लोपन र मानवीय संवेदनाको निकै गहिरो मार्मिक संगम हो। आमाले तिरस्कार गरेपछि मृत्युको मुखमा पुगेको पञ्चले कसरी एउटा पुतलीलाई आमा मानेर आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्यो भन्ने पञ्चको वास्तविकता निकै प्रेरणादायी र मर्मस्पर्शी छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी जापानमा बेसहारा बनेको एउटा सानो बाँदरले कसरी दुनियाँको आँखाबाट आँसु बगाइरहेको छ, आज हामी यसैको बारेमा विशेष चर्चा गर्नेछौँ। प्रकृति जति सुन्दर र मनमोहक देखिन्छ,